guys, welcome to my vlog. Vlog लिएर आइसकेको छु आज धेरै लङ टाइम पछि गाइज। केटाहरू पछाडि छ 3-4वटा स्कुटरमा छ होइन। भ्लग लिएर आइसकेको छु आज झुलाकोटको लागि। आज घुम्न जाँदैछौँ बिहान 4 बजे। झुलाकोट जाँदै 5वटा साधनमा भ्लग बनाउँदै आउँदैछौँ। पछाडि केटाहरू छ होइन। रमाइलो गर्नुपर्छ। केटाहरू अगाडि एउटा साधन चाहिँ अझै पछाडि नै छ है। बिस्तारै बिस्तारै जानुपर्छ होइन। चिसो छ, धेरै चिसो छ। जाडो पनि एकदमै छ। यसरी नै जानुपर्ने हुन्छ। हाम्रो आजको भ्लग हल्का हल्का त्यहाँबाट क्लिप लिन्छु किनभने चिसो छ। त्यहाँबाट खास चाहिँ धेरै राम्रो क्वालिटी आउँदैन किनभने यो सिटले गर्दाखेरि उडिरहेको हुन्छ नि त, त्यही भएर खासै आउँदैन। अब त्यही नै हो गाइज होइन। 2 दिनको जिन्दगी रमाइलो गरेर जानुपर्छ, यस्तै छ। भ्लग हेर्न कसैले नछुटाउनु होला। आजको दामी भ्लग भनेर बस्ती आसपास भएपछि भ्लगमा स्वागत छ सबैलाई। सबैले लाइक कमेन्ट सब्सक्राइब सेयर सबैले गरिदिनु होला। कसैले नछुटाउनु होला। अरूभन्दा धेरै धेरै साथीहरूलाई सेयर पनि गरिदिनु होला। अहिले हल्का हल्का क्लिप दिन्छु, त्यसपछि अनि माथि नै गएर हल्का हल्का क्लिप गरेर धेरै होइन आधी घन्टाको जति हुन्छ आजको भ्लग। धेरै बनाउँदिनँ किनभने हल्का मोबाइल पनि बिग्रेको छ, क्वालिटी पनि त्यस्तो राम्रो आउँदैन। त्यही भएर चाहिँ अहिलेको लागि यति नै गरिदिन्छु गाइज। अब हल्का हल्का क्लिप है त। फाइनली गाइज हामी चाहिँ हाइवेमा आइयो। हामी बिस्तारै बिस्तारै राख्छौँ अगाडि स्टार्ट है त। ल टङताल आइपुगेको छ। यहाँबाट चाहिँ माथितर्फ लाउने झुलाकोटको लागि मुनि एउटा बोर्ड छ। यहाँ एउटा पिकनिक स्पोट पनि रहेछ है। केटाहरू अगाडि हामी चाहिँ पछाडि 4वटा स्कुटर गइसक्यो। एउटा हामीले केटाहरू अगाडि त्यहाँबाट चाहिँ तर्फ लाग्दै झुलाकोटको लागि यात्रा गर्दैछौँ हामी बिहान 4 बजे। त्यही नै हो गाइज होइन। हाम्रो यात्रा आज स्पोटमा गएको छ। अगाडि जाने प्लान थियो, त्यसैले जाँदै हामी छ। त्यही हो गाइज। फाइनली अगाडिको यात्रा जाँदै
थियो फाइनल्ली बिहान अब चाहिँ हामी यो बाटो नगइकन अर्को बाटो कच्ची रोड जानेछौँ। यहाँबाट चाहिँ अफ रोडिङ छ, त्यसैले मैले भिडियो बनाउन चाहेन। है त बाई बाई, अहिले बनाउने छु फेरि लाचुल्ली यति। हामीले चित्र देख्यौँ होइन बाटामा धन्दा धम्केर। अफरोड स्टार्ट अघि चित्र डेन्जर भागिरहेको माथि चढ्नु हुँदै थियो। घुमेको अवस्था छ। यसको तालेर तल तानेन राजन दाई चित्र देख्नु भयो अगाडि मात्रै थियौँ हामीले देख्यौँ। किन त नि मिर्गा भन्दै रकेट हान्दिन्। अब हो कि फर्किन पर्ने भयो हामी पनि सबको फनक घुम्ने फेरि बाघ भेटिने भयो। फेरि हामी अगाडिबाट सुरु। अफ रोड रहेछ, त्यही कारणले स्कुटर भएको कारणले अब यहाँबाट फेरि अफ रोड आइसकेको छ है त। अब लासाबाट यताबाट हामी जाँदैछौँ। अफ रोडिङ आइरहेको छ है त। अफ रोडिङ बिस्तारै बिस्तारै। Finally guys, I'm आइपुग्यो। माथि चढ्दो रहेछ यो र म स्वाट अगाडि लाग्यो त्यो तलतिर झन लाग्छ होला। हामी ट्याक्कै त्यहाँ माथि चढ्नु खोजेको क्या त्यो तल झर्दै थियो के
सातो माका डिरेक्सन चेन्ज हान्थ्यो देखिन यसले हेरि माथि मलाई चौतारा याद थियो के चौतारा आसी पर्ने ठुलाकोट आउँछ भन्दैन अनि बाघ दिएपछि म त अक्क बक्क भयो यसले यो सिधैको रोग भने म त उता हो कि भने यसले मिर्ग अनि यसले हो कि यता हो माथि दाइयो रिसोर्टतिर जाम भने आएको त बाटै छैन मान फोकल स्कुटी त्यत्रो तातेर फाइनली बाघले साथ तोलो यार हामी आइपुग्यौँ है त त्यो फाइनली रातिमै आयो ठुलो कुरो धन्न अझै म र कीर्तन त के भनेको भन्दा नि यो पितिङ र अनुलु र यिनीहरूलाई बाघले हान्छ यो र म अझ चिरपट डाउरा खोज्यो नभेट्टाको चिरपट डाउरै अझ चिरपट डाउरा खोज्यो नभेट्टाको चिरपट डाउरै पितिङ र यसलाई त समाइहाल्छ नि बाघले अनि कट्टुलाई त मलाई घिसाडै भनेको त्यति खान नि जान्दैन चल्ला नि मुद्दा एउटा मिना आइहाल्यो नमस्ते मेरो नाम भाग्य नेपाली नमस्कार तमुजीले पो नमस्कार गर्नु लाग्यो त मलाई त फाइनली गाइस हामी चुलाकोट आइसक्यौँ तो चलिए शुरू कर अटो भाइ बसेर यो पो रहेछ अच्छा पुग्ने पो रहेछ म ल्याइनस् बत्ती बेला त म तल देख्दै नै आँखा लाइट परेर हामी चुलाकोट आइसकेका छौँ बाघ देखेर बाघ मारेको डनहरूले बाघ देखेर आइसक्यौँ है मिर्गा निगरी गल्ली होइन 5:20 भयो 4 बजी हिँडेको 1 घन्टा लागेछ मिनिमम त्यस्तै भनौँ यो चाहिँ हाम्रो घर 3 बजी आएको थियो 1 घन्टा किन लाग्यो एकचोटि बाटो उल्टो लगाइदिए केटाहरूले अनि फेरि अर्को दुईचोटि हो ठुलाकोट अनि ठुलाकोट रिसोर्ट लगाइदिए अब फाइनल्ली हामी ठुलाकोट आइसक्यौँ 3 चोटिमा आइपुग्यौँ है बाटो 3 चोटि घुम्दै 4 चोटि 5वटा साधनमा 2-2 जना गरेर 10 जना आइयो अनि आजको ब्लग हेर्न कसैले नछुटाउनु होला धेरै लङ टाइम पछि ब्लग पनि आएको छ यस्तै गरी अब बिस्तारै फुटबलहरू पनि आउनेछ र सिक्लेस जाँदै गर्दा पनि आउनेछ हाम्रो प्रितिम भाइ होइन म यता छु अनि केटाहरू अगाडि छ मेरो आमा के हैन रमाइलो पनि भइरहेको छ अघि यहाँबाट खस्यो भने सिधै तल पुगिन्छ मैले बाटो देखिनँ बाटो देखाउन लाएँ मैले लाइटबाट अगाडि केटाहरू छ है हाम्रो केटाहरू अगाडि सबै हाम्रो हो पुग्ने मैले लाइट देखिनँ कि अगाडि त्यस्तो हुन्छ बाघ भेटेको कीर्तनले धन्न लात्ताले हानेको धन्न आज कटुला लगाएको थियो आज धन्न हाम्रो कटुला उचालेको थियो बाघले मेरो नाम रोहित तर यो दाइहरूले पिटिङ भन्छ अनुज पुग्ने धन्नले मिरेछ धन्न मिर्गो साथै ओए रन्ना त ए रन्ना त रन्नाले कहाँबाट बोलेर सही बोलेर कुरो गर्छ विषयमा भनेर कुरो गर्छ यहाँ
नाम मन भाइ मेरो त भन्नै पर्दैन मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर तँले मेरो कट्टु किन चोरेको 2 वर्ष अगाडिको दसैँमा किनेको कट्टु थियो मेरो, त्यो पनि पल परेको। अर्को किन्ने पैसा थिएन। साला अब त जिन्दगीभर कट्टु नलागिकन हिँड्छ। मेरो कट्टु पनि लैदिस् हैन तैँले? मन कतिमा बेचिस् तैँले मेरो कट्टु? भन किन चुप लाग्छस्? तैँले त ला छैन। मलाई त यसको डर लाग्यो। बाघले यो दुईजना त घिसाड्दै अनि बिवरले मुई भनेर जाने होइन कटुला झारा दियो त्यस्तो आएन त आएन मान्छ म त हजुरलाई गरे जे भने त्यही ल्याइदिनु अनि मेरो त पेन्टी च्याप्दै गइसक्यो स्योर दे अनि कल पेन्टी लास आज चड्डी नहीं पहने हो ना? साफ पता चल रहा है। आपने चड्डी पहना है किस कलर का पहना है बताइए दिखाई दे तो बाजी को डोर होता खोइ डोर दिखाई दे कहाँ फालिस कट्टु अल्लाह गर्नु अगर पाए दिएको त मागले पाए दिएर रोकेर बस्यो राजा नि रोक्यो यो त मागा तु बनाउँदै निरोगमा सामना राजन दा हामी पछाडी भन्दै बम्बु हरायो त बाघलाई ठ्याक्क राजा त माथि उक्लेर तल झरेछ के अनि माथि चिया च्याप्पै आइकन च्याप्पै दोरै लावे कोल थप्नी लायो गिलास एक खम्बा म खादिन नि बाबु गाइस कस्तो मेरो नि टल्किया टल्किन रहेछ त खबरी जुत्ता हान्न ओए मेरो नि अरे ओए भाइ एक शट लाएर हेरमै कस्तो देखिन्छ केटा उले पता नि हातलाई झोलाड निकाले गाडी मेरो नि भन्दै अहिले गरम माछा आउने धन्न आज बाबुले पार्टी खाँदै मिरो कस्तो होला नि बाख्राहरू मेला हेर्न आउँछ भने पर्का मायाले आयो 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 हैन के आयो मान्छेले दिएको चस्मा कसले सक्नु अनि मैले जे भने त्यसको जाकिया बाँच्छु म माथि पुगे भने तँलाई साथ लिएर आउँछु बेटा पक्का हो पर्दैन सोचिराख्नु तर तेरो नजरमा म आज दोषी बाँच्छु विगतका कुराहरूले मुटु यो चाहिएर पनि समय त्यो कहिले पुग्दैन मध्ये भयो नि पुगुनलाई चस्मा ल्याइदियो अन्त खै त चस्मा ल्याइदिस् त त्यो रातो चस्मा त्यो त ल्याइदिस खाली लाग्छ समय चाहियो तेरो चाहिन तेरो बिना फिल गर्छु म एकदम अनुहार देख्छु जाडो हुँदैछ तेरो बिना फिल गर्छु म एकदम 6 वर्ष भो लागेको प्रेममा आज मानेर चालिरहेछु म पाइला तर बाहेक अरू चाहे पाइला मलाई गाह्रो पर्दा जस्किने साइडमा अपरेसनले झन् बिगारेको किन अघि लास्टै बिगारेको मान्छे त ठिक छ दिनमा भेट भयो नि हाम्रो सम्झनाले सतायो नराम्रो हावा सारा हावा सारा जता छ निर्मल
यतिरै छ नि ठुलो हावा सारा डाँडैमा हावा सारा जता जाने माया उतै नजारा काटेको कुरो माया भित्र यतिरै छ नि ठुलो हावा सारा रसम सानोमा सानो कमलको हाँगा रसम सानोमा सानो कमलको हाँगा रसम पिला बस मायाले छोडेर हो रसम अस्तिको कुरा बिर्सौ के भन्ने रसम अस्तिको कुरा बिर्सौ के फिर्ने छैन तिमीलाई छोडेर हो रसम तिमीलाई हो रसम रसम त्यसलाई होटल कता पुगेको यार बिहान हिच्के मुला यहाँ रमाइलो र फोटो खिचेर बस्यो फोटो किन आएको भर्दा भरभरि फोटो खिच्ने त सब आफ्नो बाह्र हरियो जङ्ग बासको झ्याङमा रसम हरियो जङ्ग बासको झ्याङमा रसम बुढ बनाइ बस्यो छोडेर हो रसम नखले नखा नझिन्काउ मलाई रसम नक्कले आँखा नझिन्काउ मलाई रसम यो माया सम्झिँदै हिँड्ने छोडेर हो रसम 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 हेलो गाइस हामी ठुलाकोटमा फोटो सुट सबै भइसक्यो यसको अब म फोटोहरू हल्का हल्का फेसबुकमा हाल्नेछु सब ग्रुपको ठुलाकोट भनेर यसलाई मानिन्छ ठुलाकोटको दामी केटाहरू हाम्रो बाहुन हिमाल पनि घाम पनि देखिसक्यो हिमाल यता छ अब हामी बिस्तारी बिस्तारी त्यहाँ तल के अरे मन्दिर जस्तो त्यहाँ चाहिँ 500 वर्ष पुरानो अघि मैले ब्लगमा भनेको थिएँ त्यहाँ जान्छौँ अनि कहाँ उता गएर क्लिप दिन्छु मैले अहिले एकछिन है त बाई आई मिस यु गाइस को आउन पाएन सबलाई आई मिस यु फाइनली गाइस हामी 500 वर्ष पुरानो जति खर्च गरेको मन्दिर पूजा व्यवस्थापन समिति Finally, guys. Like Travis and no bad I don't know.
उक्लियो चौतारा कोल्टीमा राख्छ त्यो क्या हाल्छ त फेस बाउ कस्तो त क्या यिनीहरूको कपाल भन्नु पर्यो विजेन्द्र सरलाई सिधै यहाँ भन्दैन भिडियोमा भन्नु हाल्दै ये के गुरु खोरे अम्बा धरे यो अम्बा धरे 500 वर्ष पुरानो गाइस यहाँ तो अम्बा रहेछ दे खान बे हाय के राख्दिनु यो त पहिल्यै टाँस्या रहेछ बाटो सोधेको कीर्तक यो बाटो 500 वर्ष पुरानो रुख तर यो त पहिल्यै टाँसेको हो यो चाहिँ हैन तर पहिले टाँसेको हो यो भन्छ यो त त्यस्तै 5-6 वर्ष त भयो होला यो टाँसेको यहाँ एउटा सानो हल्का फुल्का मन्दिर पोखरा भ्यालीमा कुइरो लाउँदै हल्का हल्का यताबाट आउँदै पोखरा भ्याली लेहनाथ यही नै हो गाइस अब हल्का फुल्का हल्का हल्का क्लिप यसरी नै आउँछ यहाँनिर अब फोटोसुट हल्का हल्का हुन्छ होइन त्यहाँबाट चाहिँ अब त्यही हो Finally guys, हामी यहाँबाट निस्किसकेका छौँ यहाँबाट हामी निस्केका छौँ अब बिस्तारी बिस्तारी घरतिरतर्फ लाग्दै चिलाकोटबाट Finally guys, हामी यहाँबाट निस्केका छौँ 500 वर्ष पुरानो चौताराबाट निस्किएर घरतर्फ लाग्दै अब हामी पहिला खाजा खाँदै अनि घरतिरतर्फ लाग्दै यहाँबाट अब अझै भ्यूहरू राम्रो राम्रो देखिँदैछ अब बिस्तारैतर्फ 2टा स्कुटर गइसक्यो अब 3टा यहाँ अब हल्का हल्का क्लिप लिनेछु अहिलेलाई यति बाई बाई बाटोको लिन्छु अहिलेलाई हल्का हल्का सानो मिठो छोटो धेरै नै भइसकेको छ त्यसैको कारणले हल्का हल्का लिनेछु अबको भ्यू ठिक ठिकै जाँदै अबको भ्यूमा हामीतर्फ कहीँ फोटो नखिचिकन भिडियो मात्र क्लिप लिँदै घरतर्फ लाग्दै हामी जानेछौँ र
अहिलेको लागि हल्का हल्का क्लिप आउँछ एकछिनको लागि अफ गर्नेछु गाइस हामी जिपाङ तलबाट कटिसकेको छौँ त्यहाँ हल्का फुल्का फोटो क्लिप लिएर अब खाजा खानको लागि तर्फ लाग्दैछौँ हामी बिस्तारै जानुपर्ने हल्का फुल्का बुगुने आइज यहाँ साइडमा आइज यसको नाम बुगुने हो बुगुने पछाडि दुईजना चट्टो पारामा लटटट गीत बजाउँदै सर हो हामी खाजा खाएर यही हो गाइस होइन अब यहाँबाट हामीले इन्डिङसम्म जानेछु सबैलाई पहिले लाइक कमेन्ट गरिदिनु होला लास्टसम्म हेर्नुभएको होला सबैलाई धेरै धेरै केटाहरू अगाडि छ एकजना पछाडि छ दुईजना अगाडि अहिलेलाई एकचोटि अन्तर बिताउँदैछ बाई बाई गाइस बाई 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 भिडियो बाई 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 सी यू गाइस लभ यू अल को आउन पाएन सबलाई मिस यू बाई बाई लागि छन्नागी पछि त खुसी होला मै मरे पछि त हावा सारा हावा सारा जता जाने माया उतै नजा छन्नागी पछि त खुसी होला Sita, hawa sarara, mama jone dadi ma hawa sarara, jata janir maya utai